देवकुमारी थापा नेपाली साहित्यकार तथा कथाकार हुन्। उनको जन्म विक्रम सम्वत 1985 साल वैशाख 2 गते भारतको पश्चिम बङ्गाल खसाङ स्थित गिद्धे पहाडमा भएको थियो। उनी नेपाली कथाकारको रूपमा परिचित छन्। विक्रम सम्वत 2017 सालमा उनी नेपालका मेजर बब्बर सिंह थापासँग वैवाहिक जीवनमा बाधिन्। बिहे गरेपछि उनी जागिर छाडेर नेपाल भित्रिन् र साहित्यमा झनै जागरुक भइन्। नेपालमा प्रवेश भएपछि उनी समाज सेवामा पनि आबद्ध हुन थालिन्। थापाले प्रज्ञा प्रतिष्ठानमा प्राज्ञको रूपमा विक्रम सम्वत 2052 देखि 2057 सम्म काम गरिन्। थापा औपचारिक रूपमा विक्रम सम्वत 2003 सालदेखि आफ्नो लेखन यात्रा सुरु गरेकी थापाले आफ्नो जीवनकालभरि नै लेखन कार्यलाई निरन्तरता दिइरहिन्। देवकुमारी थापाले विशेष बाल मनोविज्ञानमा आधारित कथा लेखनमा कलम चलाइन्। उनका अनगिन्ती कथाहरूमध्ये टपरी, झझल्को, सेतो बिरालो, देवकुमारी थापाका कथाहरू, सुनपखेटी चरी, जङ्गलको कथाहरू प्रमुख हुन्।